सबैको सहमतिका कुरा गर्यौं। मलाई त्यो व्यावहारिक होइन कि जस्तो लाग्यो, किनभने आज हामी चारवटा दलको प्रतिनिधि थियौं। दुईटा वामपन्थी दलसँग प्रतिनिधि राख्छौं, दुईटा अलि लोकतान्त्रिक दलका प्रतिनिधिहरू छौं। पार्टीहरूको स्रोत नै विचार हुन्, वाद हुन्। त्यसले गर्दा वामपन्थी दल र लोकतान्त्रिक दल मिलेर एउटै आर्थिक एजेन्डामा एकै खाले विचार ल्याउन गाह्रो हुन्छ। हामी कहाँ त्यो गाह्रो हुन्छ भन्ने कुरा नबुझेको कारणले गर्दाखेरि जुन खिचडी पाकिरहेछ पछिल्लो 30 वर्ष, त्यो खिचडी पाक्न बन्द हुनुपर्छ जस्तो लाग्छ। स्पष्ट ढङ्गले वामपन्थी दलहरू आफ्नो दृष्टिकोणलाई न्याय गर्ने गरेर कार्यक्रमहरू ल्याउनुपर्छ जस्तो लाग्छ। लोकतान्त्रिक दलहरूले आफ्नो दृष्टिकोणलाई न्याय हुने गरेर कार्यक्रम ल्याउनुपर्छ। त्यसको आधारमा मत माग्न जाने हो। मत माग्दाखेरि हजुरहरू जो मतदाता हुनुहुन्छ, उहाँहरूले कसलाई विश्वास गर्ने भन्ने त्यो दलको विचार दृष्टिकोणले नै एजेन्डा बन्ने हो। विचारभन्दा बाहिर गएर जति बेला एजेन्डा बन्छ त्यति बेला त्यो कार्यान्वयनको अवस्थामा जाँदैन। त्यो अर्थमा पनि सबै मिलेर एउटै दृष्टिकोण ल्याऊ भन्नु चाहिँ त्यो विचारसँग न्याय नगर्नु हो जस्तो लाग्छ। त्यो अर्थमा पनि हामी एकदम प्र्याक्टिकल पोलिटिक्स हो, पोलिसीको एजेन्डा सहित हामी जानुपर्छ। त्यो आफ्नो विचारमा उभिएका एजेन्डाहरू लिएर जानुपर्छ जस्तो लाग्छ। हामी लिबरल इकोनोमिक प्रिन्सिपल्सहरूमा विश्वास गर्छौँ, तर साथसाथै सामाजिक न्याय पनि हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट दृष्टिकोण राख्छौँ। हामी प्लुरालिटीमा विश्वास गर्छौँ अथवा बहुलवादमा विश्वास गर्छौँ। हामी डेमोक्रेटिक पार्टी हौँ। हामी यसैको आधारमा, यसकै जगको आधारमा हाम्रो आर्थिक एजेन्डाहरू आउँदैछन्। हामीले 3-4 5वटा कुराहरूमा फोकस गर्ने प्रयास गर्दैछौँ। यहाँहरूले अहिले ल्याएका सुझावहरू हामीले त्यसलाई समेट्दैछौँ। कतिपय सायद अहिले गरिरहेको होमवर्कहरूमा केही विषयहरू समेट्ने प्रक्रियामा छन्। एउटा मेजर एजेन्डा, अब यो जुन कन्टेक्स्टमा इलेक्सन भइरहेको छ, जेनजी पोस्ट जेनजी मुभमेन्टको कन्टेक्स्टमा, एउटा हामीले एकदमै बढी जोड दिन खोजेको अहिलेको हाम्रो वाचापत्र अथवा हाम्रो घोषणापत्रमा हामीले जब्स क्रिएसन, रोजगारी नै महत्त्वपूर्ण एजेन्डा हो भन्ने हामीलाई लाग्छ। तर फेरि रोजगारी कसरी क्रिएट गर्ने भन्ने कुरा चाहिँ जुन ढङ्गको यसको रोजगारी अहिले पनि एफएनसिसिआईको हिजोको प्रेस मिटमा एउटा डेटा पनि मैले हेरिराखेको थिएँ। झन्डै 86% जब क्रिएसन नेपालको निजी क्षेत्रले गर्छ भनिसकेपछि निजी क्षेत्रलाई फेसिलिटेट गर्न सक्ने कानुनहरूको विषयमा अथवा त्यसको परिवेशको राजनीतिक दलले निर्माण गर्ने राजनीतिक परिवेश हाम्रो लागि महत्त्वपूर्ण हो। मैले केही अन्तर्वार्ताहरूमा पनि भनेको छु, एफएनसिसिआईले झन्डै 2 दर्जन कानुनहरू कि खारेज गर्नुपर्छ कि संशोधन गर्नुपर्छ भनेको छ। हामी स्पष्ट ढङ्गले त्यसमा प्रतिबद्ध छौँ।